ट्रेडिङ रुल्स मोस्ट ट्रेडर्स लर्न टु लेट, 10 ट्रेडिङ नियमहरू जुन अधिकांश ट्रेडरहरूले धेरै ढिलो गरी सिक्छन् को पूर्ण अनुवाद प्रस्तुत गरिएको छ। परिचय, वास्तविक युद्धभूमि। म तपाईलाई जुन कुरा भन्न गइरहेको छु त्यो तपाईले अहिलेसम्म पाउनुभएको सबैभन्दा महत्त्वपूर्ण ज्ञान हुन सक्छ। त्यसैले ध्यान दिएर सुन्नुहोस् र यदि तपाईँ ट्रेडरको रूपमा आफ्नो भविष्यप्रति साँच्चै गम्भीर हुनुहुन्छ भने भिडियोको अन्त्यसम्म रहनुहोस्। अधिकांश मानिसहरू बजारमा प्राविधिक चार्ट, समाचार, आर्थिक तथ्याङ्क र क्यान्डलस्टिक प्याटर्नहरूमा मात्रै युद्ध छ भन्ने सोचेर ट्रेडिङमा आउँछन्। उनीहरूलाई लाग्छ कि यदि उनीहरूले सही इन्डिकेटर, सही प्रणाली वा सही सिग्नल भेटाए भने अन्ततः उनीहरूले जित्नेछन्। तर सुरुवातमै तपाईलाई कसैले नभन्ने सत्य कुरा यो हो, बजार तपाईको शत्रु होइन। बजारलाई तपाईको अस्तित्वबारे थाहा नै छैन, तपाईको बारेमा बजारको कुनै धारणा हुँदैन। यसले न त तपाईले हारेको हेर्न चाहन्छ न त जितेको। यो पूर्ण रूपमा एकदमै तटस्थ र निष्पक्ष हुन्छ। वास्तविक लडाईँ तपाईँ र बजार बीच होइन, वास्तविक लडाईँ तपाईँ र तपाईँ आफै बीचको हो। यो ट्रेडिङ योजना, ट्रेडिङ प्लान लेख्ने तपाईको शान्त, अनुशासित रूप र वास्तविक पैसा दाउमा लाग्ने बित्तिकै योजना बिर्सने तपाईको भावनात्मक रूप बीचको लडाईँ हो। तपाईले ट्रेडिङको बारेमा सुन्नुभएका हरेक नियमहरू अन्ततः यही एउटा प्रश्नमा ठोकिन्छन्, के तपाईँ आफ्नो भित्र चलिरहेको भावनालाई व्यवस्थापन गर्न सक्नुहुन्छ? यही प्रश्नले एक व्यावसायिक, प्रोफेसनल र सिकारु एमाटर ट्रेडरलाई फरक छुट्याउँछ। ज्ञान, बुद्धिमत्ता वा राम्रो ब्रोकरले होइन, बरु मानसिकता र मनोवैज्ञानिक अनुशासनले यो फरक पार्छ। आउनुहोस् यी दुई संसारलाई फरक छुट्याउने 10 नियमहरूको गहिराईमा जाउँ। नियम 1, आफ्नो पुँजीको रक्षा गर्नुहोस्। प्रोटेक्ट योर क्यापिटल। बजारबाट पैसा कमाउने सोच्नुभन्दा पहिले आफूसँग भएको पुँजीलाई कसरी जोगाउने भन्ने कुरा सोच्नुपर्छ। यो सुन्दा सामान्य लाग्छ, तर धेरै कम ट्रेडरहरूले मात्र यसलाई व्यवहारमा उतार्छन्। किनभने अधिकांश मानिसहरू आफू अवश्य जित्नेछु र पहिले असफल भएकाहरूभन्दा आफू फरक र चलाक छु भन्ने गुप्त विश्वासका साथ ट्रेडिङमा प्रवेश गर्छन्। यो विश्वास आत्मविश्वास होइन, यो त बजारको क्षमताप्रति आदरको कमी हो। एक व्यावसायिक ट्रेडरले आफूले कति कमाउन सक्छ भनेर सोच्दैन, उसले यो विशिष्ट ट्रेडमा आफ्नो मनोविज्ञानलाई असर नगर्ने गरी कतिसम्म गुमाउन सक्छ, अफोर्ड टु लुज भनेर सोच्छ। धेरै ठूलो घाटाले पैसा मात्र लैजाँदैन, यसले तपाईको मानसिक स्पष्टता पनि खोसेर लैजान्छ, जसले गर्दा तपाईलाई त्यो पैसा जसरी पनि फिर्ता उठाउन मन लाग्छ। यसले मस्तिष्कमा एउटा आदिम प्रवृत्तिलाई सक्रिय बनाउँछ जसले तपाईको तर्फबाट गलत निर्णयहरू लिन थाल्छ। जब तपाईँ एउटै ट्रेडमा धेरै ठूलो जोखिम लिनुहुन्छ तब तपाईँ ट्रेडिङ गरिरहनु भएको हुँदैन, बरु आफ्नो भावनात्मक स्थिरतासँग जुवा खेलिरहनु भएको हुन्छ। व्यावसायिक ट्रेडरले ट्रेड सुरु हुनु पहिले नै स्वीकार्य जोखिमको सीमा तय गर्छ, ट्रेडको बीचमा वा पछि होइन। र उनीहरूले जोखिमको रकम यति सानो राख्छन् कि गलत साबित हुँदा पनि उनीहरूको मानसिक जग हल्लिँदैन। पुँजीको रक्षा गर्नाले तपाईलाई बजारमा टिकिरहन मद्दत गर्छ ताकि तपाईले सिक्ने, अनुकूल हुने र अन्ततः जित्ने मौका पाउनुहोस्। नियम 2, योजना बनाउनुहोस् र योजना अनुसार ट्रेड गर्नुहोस्। प्लान द ट्रेड, देन ट्रेड द प्लान। अधिकांश मानिसहरूले जसरी ट्रेडिङ गर्छन् त्यसमा एउटा शान्त तर विनाशकारी कमजोरी लुकेको हुन्छ। उनीहरू ट्रेड लिनु अघि चार्ट, फन्डामेन्टल, समाचार र प्याटर्नहरू विश्लेषण गर्न घण्टौं बिताउँछन् र आफ्नो एन्ट्री, टार्गेट र स्टप लसको योजना सही तरिकाले बनाउँछन्। तर बजार उनीहरूको योजना विपरीत थोरै मात्र चल्न थाल्छ, तब त्यो योजना तुरुन्तै भत्किन्छ। किन यस्तो हुन्छ? किनभने त्यो योजना शान्त, विश्लेषणात्मक र तर्कसङ्गत दिमागले बनाएको थियो। तर एकपटक ट्रेड खुला भएपछि भावनात्मक दिमागले नियन्त्रण लिन्छ, जसलाई तपाईको योजनामा कुनै चासो हुँदैन। यसलाई केवल पीडाबाट बच्न र तत्काल राहत पाउन मात्र सरोकार हुन्छ। जब ट्रेड घाटामा रेड जान्छ तब भित्री भावनाले यो असजिलोपनलाई रोक्न जे पनि गर्न उक्साउँछ, जस्तै स्टप लस सार्ने, समय अगावै ट्रेड बन्द गर्ने, घटिरहेको स्टकमा अझै थप्ने, एभरेजिङ वा बदलाको भावनामा आएर रिभेन्ज ट्रेड गर्ने। यी निर्णयहरू होइनन्, बरु निर्णयको मुकुण्डो लगाएका भावनात्मक प्रतिक्रियाहरू हुन्। व्यावसायिक ट्रेडरले सबै महत्त्वपूर्ण निर्णयहरू ट्रेड खुल्नु अघि नै लिन्छन्, जब उनीहरू शान्त र विचारमा स्पष्ट हुन्छन्। र त्यसपछि उनीहरू त्यो योजनालाई यसरी पालना गर्छन् मानौ उनीहरू आफैको एक समझदार रूपले छोडेको निर्देशन पालना गरिरहेका छन्। योजना कुनै सुझाव होइन, योजनाबाट विचलित हुनु भनेको भावनाको अपहरणमा पर्नु हो। नियम 3, घाटा सानो राख्नुहोस्। कीप लसेस स्मल।
हरेक व्यावसायिक ट्रेडरले घाटा बेहोर्छ, यो एक सांख्यिकीय वास्तविकता हो। जुनसुकै रणनीति प्रयोग गरे पनि बजारमा केही ट्रेडहरूले काम गर्दैनन् र यसलाई बौद्धिक रूपमा मात्र नभई भावनात्मक रूपमा स्वीकार गर्नु नै ट्रेडरको लागि सबैभन्दा ठूलो रूपान्तरण हो। सिकारु ट्रेडरले यो कुरा सुन्छ तर घाटा हुँदा यस्तो व्यवहार गर्छ मानो यो हुनै नपर्ने कुरा थियो। उनीहरू बजार आफ्नो पक्षमा फर्किनेछ भन्ने आशामा पर्खिन्छन्, जसले गर्दा सानो घाटा पछि गएर ठूलो विपत्ति बन्न पुग्छ। व्यावसायिक ट्रेडर घाटासँग लड्दैनन्, उनीहरू बिना कुनै नाटक तुरुन्तै घाटा स्वीकार गर्छन्, किनभने उनीहरू बुझ्छन् कि सानो घाटा भनेको व्यापार सञ्चालनको खर्च, अपरेटिङ एक्सपेन्स जस्तै हो। संसारको कुनै पनि व्यवसायले आफ्नो हरेक दिन नाफामूलक होस् भन्ने अपेक्षा गर्दैन। उनीहरू आफ्नो खर्च नियन्त्रणमा राख्छन् र समयक्रममा नाफाले घाटालाई जित्ने सुनिश्चित गर्छन्। ट्रेडिङ पनि त्यस्तै हो। प्रश्न तपाईलाई घाटा हुन्छ कि हुँदैन भन्ने होइन, प्रश्न त यो हो कि के तपाईको घाटा यति सानो छ कि तपाईको जितले त्यसलाई सजिलै पूर्ति गर्न सकोस्। घाटा सानो राख्नु गणित र अस्तित्वको लडाईँ हो। जब तपाईँ आशा वा अहंकारका कारण घाटालाई बढ्न दिनुहुन्छ तब तपाईँ आफ्नो भविष्यको रूपसँग भावनात्मक ऋण लिइरहनु भएको हुन्छ र त्यो ऋणले पछि ठूलो मूल्य माग्छ। नियम 4, आफ्ना भावनाहरूलाई नियन्त्रण गर्नुहोस्। कन्ट्रोल योर इमोशन्स। इमानदार भएर भन्नुपर्दा तपाईँ ट्रेडिङबाट भावनाहरूलाई पूर्ण रूपमा हटाउन सक्नुहुन्न र तपाईले त्यस्तो प्रयास गर्नु पनि हुँदैन। भावनाहरू सूचना हुन्। डरले तपाईलाई कतै केही गल्ती भइरहेको छ कि भनेर सचेत गराउँछ, उत्साहले अवसर नजिकै छ भन्ने देखाउँछ र शंका कहिलेकाहीँ तपाईको भित्री आवाज इन्ट्युसन हुन सक्छ। उद्देश्य रोबोट बन्नु होइन, बरु आत्मसचेत सेल्फ अवेयर बन्नु हो। भावनाहरूले तपाईको तर्फबाट निर्णय लिनु अगावै तिनलाई सुरुमै चिन्नु र व्यवस्थापन गर्नु आवश्यक छ। अधिकांश ट्रेडरहरूले नोक्सान भइसकेपछि मात्र आफ्ना भावनाहरू महसुस गर्छन्, जस्तै स्टप लस सारेपछि वा ओभरट्रेड गरेपछि र त्यसपछि पछुताउँछन्। व्यावसायिक ट्रेडरले हरेक ट्रेडको अघि र बीचमा आफ्नो मानसिक अवस्था जाँच गर्ने बानी बसाल्छन् र आफैलाई सोध्छन्, स्टार के म चिन्तित छु? के म बढी आत्मविश्वासी भइरहेको छु? के म बिहान गुमाएको पैसा फिर्ता पाउनका लागि ट्रेड गर्दैछु? डर वा बदलाको भावनाबाट लिएको ट्रेड पहिले नै कमजोर भइसकेको हुन्छ, चाहे प्राविधिक सेटअप जतिसुकै राम्रो किन नहोस्। भावनात्मक नियन्त्रण भनेको भावनालाई दबाउनु होइन, यो त स्पष्टता हो जसले गर्दा तपाईँ भावना महसुस त गर्नुहुन्छ तर त्यसलाई आफ्नो ट्रेड सञ्चालन गर्न दिनुहुन्न। नियम 5, घाटामा गइरहेको ट्रेडमा थप रकम कहिल्यै नहाल्नुहोस्। नेभर एड टु अ लुजिङ पोजिसन। सिद्धान्ततः एभरेजिङ डाउन तर्कसङ्गत सुनिन्छ। मूल्य तपाईको विरुद्धमा गयो, त्यसैले अब यो सस्तो भयो, जसले गर्दा तपाईको औसत खरिद मूल्य घट्छ र बजारमाथि आउँदा तपाईले अझ बढी नाफा कमाउनुहुनेछ। यो तर्क सफा सुनिए पनि यसको मनोविज्ञान निकै विषाक्त छ। जब ट्रेड तपाईको विरुद्धमा जान्छ, बजारले तपाईलाई स्पष्ट भनिरहेको हुन्छ कि तपाईको सुरुवाती विश्लेषण अहिलेको लागि गलत साबित भएको छ। यस्तो अवस्थामा थप शेयर किन्नु भनेको बजारको कुरा सुन्न अस्वीकार गर्नु हो। यो अहंकारले भनिरहेको हुन्छ, म सही छु र बजार गलत छ। कहिलेकाहीँ बजार झुक्केर फर्किन सक्छ र तपाईलाई आफू धेरै चलाक भएको महसुस गराउन सक्छ, जसले यो गलत बानीलाई सधैँका लागि प्रश्रय दिन्छ। समय बित्दै जाँदा यो बानीले एकाउन्ट नै रित्याइदिन्छ, किनकि कुनै न कुनै दिन बजार तपाईको विपरीत यति टाढा जान्छ कि कुनै पनि एभरेजिङले तपाईलाई बचाउन सक्दैन र पोजिसन जति ठूलो हुँदै जान्छ, मानसिक दबाव उति नै बढ्छ र अन्ततः ठूलो विनाशकारी घाटामा ट्रेड बन्द गर्नुपर्ने हुन्छ। व्यावसायिक ट्रेडरले आफू गलत हुन सक्ने कुरा स्वीकार गर्छन्। उनीहरूलाई हरेक ट्रेडमा सही हुनु पर्दैन, उनीहरूको प्रणाली सिस्टम समयक्रममा सही भए पुग्छ। घाटामा गइरहेको ट्रेड केवल आफ्नो पोजिसन घटाउने संकेत हो, बढाउने होइन। नियम 6, ट्रेन्डको पछि लाग्नुहोस्। फलो द ट्रेन्ड। इतिहासदेखि हरेक बजारमा एउटा पुरानो नियम लागू हुँदै आएको छ, गतिमा रहेको बजार अक्सर त्यही गतिमा अगाडि बढिरहन खोज्छ। यो कुनै ग्यारेन्टी त होइन, तर ट्रेन्ड उल्टिने, रिभर्सल सम्भावनाभन्दा ट्रेन्ड निरन्तर रहने, कन्टिन्युएसन सम्भावना सधैँ बढी हुन्छ। तैपनि धेरै ट्रेडरहरू ट्रेन्डको विरुद्धमा लड्छन्, किनभने ट्रेन्डको साथमा चल्न मनले मान्दैन। जब बजार माथि गइरहेको हुन्छ, सिकारु ट्रेडरहरू सोध्छन् कि यो धेरै माथि गइसक्यो, अब त तल झर्ला र बलियो मार्केटमा सर्ट गर्छन् र क्षति बेहोर्छन्। जब बजार घटिरहेको हुन्छ, उनीहरू सोध्छन् कि यो धेरै घटिसक्यो, अब यही नै बटम हुनुपर्छ र खरिद गर्छन्, तर बजार अझै तल खस्छ। यसलाई विपरीत विचारधारा कन्ट्रारियन थिङ्किङ भनिए पनि वास्तवमा यो बजारको मोड रिभर्सल अनुमान गरेर आफूलाई चलाक देखाउने मानवीय कमजोरी मात्र हो। व्यावसायिक ट्रेडरलाई चलाक बन्नु पर्दैन, उनीहरूलाई मात्र निरन्तरता कन्सिस्टेन्ट चाहिन्छ।
ट्रेन्डको पछि लाग्नाले तपाईका ट्रेडहरूलाई सम्भाव्यता र बजारको वर्तमान ऊर्जासँग जोड्छ, जसले गर्दा बजारको विरुद्धमा महँगो र थकाउने लडाईँ लड्नु पर्दैन। नियम 7, ट्रेडिङ जर्नल राख्नुहोस्। कीप अ ट्रेडिङ जर्नल। अधिकांश ट्रेडरहरूलाई जर्नल राख्नु राम्रो हो भन्ने थाहा हुन्छ, तर बिरलैले मात्र यसलाई निरन्तरता दिन्छन्। एक वास्तविक ट्रेडिङ जर्नल भनेको नाफाघाटा र इन्ट्री एक्जिटको हिसाब राख्ने खाता मात्र होइन। यो त हरेक ट्रेडको अघि, बीचमा र पछि तपाईको मानसिक अवस्था र भावनाहरूको अभिलेख हो। मैले यो ट्रेड किन लिएँ? ट्रेड लिँदा म के महसुस गरिरहेको थिएँ? मैले आफ्नो योजना किन छोडेँ? जस्ता प्रश्नहरूले आफूभित्र एउटा कठोर आत्म-इमान्दारी माग गर्दछ। जर्नलका प्याटर्नहरूले तपाईका रणनीतिहरू मात्र होइन, बरु तपाईका नतिजाहरूलाई बिगार्ने बारम्बार दोहोरिने भावनात्मक बानीहरूलाई उजागर गर्छन्, जस्तै चिन्ताका कारण नाफा भइरहेको ट्रेडबाट चाँडै बाहिरिनु, स्टप लस बढाउनु वा बजार खुल्ने बित्तिकै आत्तिएर प्रतिक्रिया जनाउनु। मानवीय दिमाग आफ्नो अहंकार जोगाउन, आफ्ना गल्तीहरू बिर्सन र जितहरूलाई मात्र सम्झन निकै माहिर हुन्छ। जर्नलले यी सबै भ्रमहरूलाई चिरेर तपाईँ वास्तवमा कस्तो ट्रेडर हुनुहुन्छ भन्ने ऐना देखाउँछ, जुन परिवर्तनको पहिलो पाइला हो। नियम 8, अनुशासित हुनुहोस्। सर्वगुण सम्पन्न, पर्फेक्ट होइन। बी कन्सिस्टेन्ट, नट पर्फेक्ट। पर्फेक्ट वा 100% सही हुने सोच विनाशकारी हुन्छ, किनभने बजारले कहिल्यै पनि पूर्णता, पर्फेक्सन प्रदान गर्दैन। जुन ट्रेडरलाई ढुक्क हुनका लागि हरेक ट्रेड पर्फेक्ट हुनुपर्छ, उसले आफ्नो धेरैजसो समय अलमल, हिचकिचाहट वा आत्मपीडामा बिताउँछ। व्यावसायिक ट्रेडरले आफैलाई फरक प्रश्न सोध्छन्, के मैले आफ्नो प्रक्रिया, प्रोसेस पालना गरेँ? तपाईँ आफ्नो प्रक्रियालाई नियन्त्रण गर्न सक्नुहुन्छ, तर कुनै पनि एउटा ट्रेडको नतिजालाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्नुहुन्न। सम्भाव्यताको नियमका कारण एकदमै उत्कृष्ट रणनीति र बलियो योजना हुँदाहुँदै पनि लगातार घाटा हुने चरणहरू, लुजिङ स्ट्रिक्स आउन सक्छन्। सिकारु ट्रेडरलाई आफू राम्रो ट्रेडर हुँ भन्ने महसुस गर्न त्यो ट्रेड जित्नै पर्ने हुन्छ, जसले गर्दा उनीहरू बजारको उतार चढावको बन्धक बन्छन्, नाफा हुँदा अत्यधिक खुसी र घाटा हुँदा पूर्ण रूपमा निराश। व्यावसायिक ट्रेडरलाई भने प्रक्रिया सही रूपमा पालना गर्दा नै सन्तुष्टि मिल्छ, जसले गर्दा सयौं ट्रेडहरू गर्दा पनि उनीहरूको मानसिक स्थिरता डगमगाउँदैन। निरन्तरता, कन्सिस्टेन्सी भनेको हरेक पटक सही हुनु होइन, बरु अघिल्लो ट्रेडको नतिजा जस्तोसुकै भए पनि हरेक पटक त्यही अनुशासित प्रक्रिया दोहोर्याउनु हो। नियम 9, अनुमान लगाउन छोड्नुहोस्। प्रतिक्रिया दिन सिक्नुहोस्। स्टप प्रिडिक्टिङ, स्टार्ट रियाक्टिङ। धेरै ट्रेडरहरू बजार अब कहाँ जान्छ भनेर अनुमान लगाउन र आफ्नो त्यो अनुमानमा भावनात्मक रूपमा बाँधिन ठूलो ऊर्जा खेर फाल्छन्। बजारको अवस्था अध्ययन गरेर सम्भाव्यता पहिचान गरी योजना बनाउनु उपयोगी विश्लेषण हो, तर बजारले के गर्नै पर्छ भनेर ढिपी कस्नु र बजार अर्कै दिशामा जाँदा अपमानित महसुस गर्नु विषाक्त मानसिकता हो। यसले तपाईलाई बजारको चाल बुझ्न छोडेर बजारसँग बहस गर्न बाध्य बनाउँछ। व्यावसायिक विश्लेषकले भन्छन्, इन्टु मैले देखेको आधारमा यो कुरा हुने सम्भावना बढी छ। यदि यस्तो भयो भने म यो गर्नेछु, र यदि भएन भने म यो अर्को कुरा गर्नेछु। स्टार, उनीहरू बजारको दिशा अनुसार सही वा गलत हुँदैनन्, बरु उनीहरूले आफ्नो योजना सही रूपमा लागू गरे कि गरेनन् भन्ने कुराले सही वा गलत ठहरिन्छन्। यसले मानसिक स्वतन्त्रता दिन्छ। बजार तपाईको बुद्धिमत्ताको कचौरा वा तपाईको मानवीय मूल्य मापन गर्ने साधन होइन, यो केवल समयसँगै चलिरहेको मूल्य मात्र हो। जब तपाईँ अनुमान लगाउन छोड्नुहुन्छ र चार्टमा जे देखिन्छ पहिले नै तयार रहेको योजना अनुसार त्यसमा प्रतिक्रिया रियाक्ट जनाउन थाल्नुहुन्छ, तब ट्रेडिङको अनुभव चिन्ताजनकबाट शान्त र हलुका बन्न पुग्छ। नियम 10, धैर्यता नै सबै थोक हो। पेशेन्स इज एभ्रिथिङ। ट्रेडिङको ठूलो हिस्सा, जसलाई कसैले पनि ग्ल्यामरस रूपमा देखाउँदैन, त्यो केवल पर्खाइ हो। सही सेटअपको पर्खाइ, सही बजार अवस्थाको पर्खाइ र योजना अनुसार ट्रेड परिपक्व हुने पर्खाइ। अधिकांश ट्रेडरहरू यसमा निकै कमजोर हुन्छन्, किनभने स्क्रिन अगाडि चुपचाप बस्नु उनीहरूलाई निष्क्रिय वा अल्छीपन जस्तो लाग्छ। उनीहरूलाई केही न केही गरिरहनुपर्ने छटपटी हुन्छ, तर बोर लागेकै भरमा लिएको ट्रेडमा कुनै रणनीतिक लाभ एज हुँदैन र बिना रणनीति ट्रेड गर्नु भनेको केही थप नियमहरूसहितको जुवा खेल्नु मात्र हो। व्यावसायिक ट्रेडरले बुझ्छन् कि कहिलेकाहीँ ट्रेड नगर्नु नै दिनको सबैभन्दा उत्कृष्ट र गुणात्मक निर्णय हो। यसका साथै सुरु भइसकेको ट्रेडभित्र पनि एक प्रकारको अधीरता हुन्छ। जब ट्रेड सही दिशामा गइरहेको हुन्छ तर बिस्तारै वा केही समय साइडवेज चल्छ, तब चिन्ता बढ्न थाल्छ।
ट्रेडरहरू अक्सर थोरै नाफा लिएर चाँडै बाहिरिन्छन् र पछि बजार उनीहरूकै टार्गेटमा पुगेको टुलुटुलु हेरेर बस्न बाध्य हुन्छन्। धैर्यता नै त्यस्तो सिप हो जसले रणनीतिलाई पूर्ण रूपमा फल्न फुल्न दिन्छ। निष्कर्ष: बजार एक ऐना हो। यी 10वटै नियमहरूको मुनि एउटा मात्र अकाट्य सत्य लुकेको छ, जसलाई मार्क डगलसले आफ्नो सम्पूर्ण जीवनभर बुझाउने प्रयास गरे। बजारले तपाईलाई भावनात्मक पीडा दिँदैन, तपाईका अपेक्षाहरूले दिन्छन्। जब तपाईँ कुनै ट्रेडबाट निश्चित नतिजाको अपेक्षा गर्नुहुन्छ, यसलाई जित्नै पर्ने दबाव महसुस गर्नुहुन्छ वा आफ्नो पहिचान यसैसँग जोड्नुहुन्छ, तब तपाईले आफ्नो रणनीतिक लाभ गुमाइसक्नु भएको हुन्छ, किनभने तपाईँ अब स्पष्ट रूपमा सोचिरहनु भएको हुँदैन। बजार तटस्थ छ, यो चल्छ, र यसका केही चालहरू तपाईका ट्रेडसँग मिल्न सक्छन् भने केही मिल्दैनन्। धेरै चलाख मानिसहरू ट्रेडिङमा चार्ट विश्लेषण गर्न नजानेर असफल भएका होइनन्, बरु चार्टको उतार चढावले उनीहरूभित्र पैदा गर्ने भावनालाई व्यवस्थापन गर्न नसकेर असफल भएका हुन्। ट्रेडर बन्ने बाटो अन्ततः आत्मज्ञानको बाटो हो। तपाईको डर के कुराले जगाउँछ, तपाईको लोभलाई केले सक्रिय बनाउँछ, कुन कुराले तपाईलाई अकमक्क पार्छ र कुन अहंकारले तपाईलाई घाटाको ट्रेड समातिरहन बाध्य बनाउँछ भन्ने कुरा बुझ्नु नै ट्रेडिङ हो। बजारले वित्तीय दबाव दिएर मानिसका मनोवैज्ञानिक कमजोरीहरूलाई छताछुल्ल पारिदिन्छ। व्यावसायिक ट्रेडरले कुनै पनि एउटा ट्रेडको नतिजा पूर्ण रूपमा अनिश्चित र्यान्डम हुन्छ भन्ने कुरा आफ्नो नसामा स्वीकार गरिसकेका हुन्छन्। उनीहरूलाई थाहा छ कि एउटा उत्कृष्ट सेटअपले पनि घाटा दिन सक्छ र एक सामान्य सेटअपले पनि नाफा दिन सक्छ। यो कुरा मनैदेखि स्वीकार गरेकाले उनीहरू सधैँ सही हुनै पर्ने छटपटी र बजारको हरेक टिक हेरेर आत्तिने रोगबाट मुक्त हुन्छन्। उनीहरूले आफ्नो ध्यान एउटा ट्रेडबाट हटाएर आगामी 100वटा ट्रेडहरूको समग्र नतिजामा केन्द्रित गरेका हुन्छन्। उनीहरूका लागि एउटा घाटा कुनै महाविपत्ति होइन, बरु सम्भाव्यताको चक्रभित्रको एउटा सामान्य तथ्याङ्क मात्र हो। अशिक्षित र असन्तुलित दिमागले नै निरन्तरताभन्दा बढी सही हुन खोजेर, रणनीति बिनाको आशा राखेर र अहंकार तुष्टिका लागि घट्दो बजारमा शेयर थपेर आफैलाई बर्बाद सेल्फ साबोटाज गर्छ। बजारले यी मध्ये केही पनि गरेको होइन, यो त जसरी चलिरहेको थियो त्यसरी नै चलिरहन्छ। यो सम्पूर्ण समीकरणमा परिवर्तन गर्न सकिने एकमात्र तत्त्व तपाईँ आफै हो। तपाईको अनुशासन, तपाईको धैर्यता र जोखिम स्वीकार गर्ने तपाईको क्षमता पूर्ण रूपमा तपाईको नियन्त्रणमा छ। बजारमा टिकिरहने र वास्तविक सफलता हासिल गर्नेहरू ती होइनन् जसले कुनै जादुई प्रणाली भेटाए, बरु ती हुन् जसले आफैलाई चिनेर आफ्नो सिपलाई एक कालीगढले जस्तै धैर्यतापूर्वक निखारे। भावनाका कारण तपाईले गुमाएको हरेक ट्रेड बजारले तपाईलाई दिएको एउटा पाठ हो। यी 10 नियमहरू बुझ्न सजिलो छ तर पालना गर्न कठिन छ। तपाईको वास्तविक जित त्यही क्षणबाट सुरु हुन्छ जब तपाईँ बजारलाई नियन्त्रण गर्न छोड्नुहुन्छ र आफूलाई नियन्त्रण गर्न सिक्नुहुन्छ। यो नै पुरै खेल हो र सधैँ यही नै खेल रहनेछ। चार्टहरू त केवल तपाईको आफ्नै अनुहार हेर्ने ऐना हुन्।